हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड हजुरलाई स्वागत छ एक कुशल ब्लगमा। अनि आई होप कि हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदम ठिकै छु भनौँ। नेट चाहिँ खतरनाक छ क्या, फेरि यस्तो नेट हेर्नु न के गरे मच्छरदानी गएर। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड हजुरलाई स्वागत छ एक कुशल ब्लगमा। अनि आई होप कि हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदम ठिकै छु भनौँ। अनि आज चाहिँ म कहाँ जानु लागेको छु भनेपछि आज चाहिँ त्यहाँ केटाहरूले त्यहाँ बल खेल्न बोलाएको छन्, मतलब गाउँमै। अनि आज चाहिँ त्यहाँ बल खेल्न ट्र्याक्टर जानु लागेको छु ल है त। हाम्रो गाउँमा कस्तो कस्तो खेलिँदैछ है, यस्तो बब्बाल मजा आउनु भयो। अनि आज चाहिँ म चाहिँ धेरै दिनपछि गाउँमा होइन खेल्न गएको भन्ने पहिलोचोटि है ट्र्याक्टर आज चाहिँ जहाँ जानु लागेको छु। कस्तो हुने रहेछ म रमाइलोको लागि है। आज चाहिँ जानु पऱ्यो। अन्त त्यहाँ केटाहरूले बोलाइरहेको थिएँ अनि फेरि त्यहाँ जानु पऱ्यो, एकछिन खेल्न पऱ्यो भनेर। अनि म चाहिँ भर्खरै फेरि स्कुलबाट आएको थिएँ कि नि। अनि भर्खरै स्कुलबाट आएर अनि फेरि ट्र्याक्टर आएर खाना खाएर अनि म चाहिँ जानु लागेको थियो। अनि मम्मी फेरि त्यो के भन्छ मकै लड छोडेर भनेर अनि फेरि मकै लड ट्र्याक्टर लगाएर है मिलमा ट्याक्कै त्यही बाटै पर्छ। अनि ट्याक्करलाई त्यहाँ छोडेर अनि जानु पर्दा भनेर जानु लागेको ल है त। म अब हजुरलाई मिल्छु त्यहाँ तल अलि त्यहाँ मिल्छ त्यहाँनिर गएर है। मैले चाहिँ के भन्छ त्यहाँ मकैसकै होइन ट्याक्करलाई राखेर गएको छु, यही नै हो। अनि त्यहाँनिर राखेर ट्याक्करलाई है अब जानु पऱ्यो। अनि यस्तो छ क्या बाटो तपाईँको गाउँतिरको ट्याक्करलाई है डुवा भएर जानुपर्छ क्या। अनि ट्याक्करलाई त्यहाँ ऊ छ कि पानी खाने जो मूल हुन्छ नि मूल त्यहाँनिर हामी जानु लागेको छौँ। अनि ट्याक्करलाई हामी भन्न त के भने म एक्लै जानु लाग्छु, अरू त गइसक्यो होला नि खाना खाएर ट्याक्करलाई गइहाल्छ नि तिनीहरू त्यहाँनिर जानुहुन्छ ट्याक्करलाई है यस्तो बाल ल है त। अब म अहिले उहीँ डुवानिर गएर मतलब उहीँ जहाँनिर हामी बल खेल्छौँ नि त्यहाँनिर गएर भेट्छु है त। सो फाइनल गाइस अहिले चाहिँ म यहाँ मूलनिर आइसकेको छु, मतलब हामी यहाँ भलिबल खेल्ने त्यहाँनिर क्या ट्याक्करलाई है त्यहाँनिर भलिबल खेल्छौँ। अनि ट्याक्करलाई यहाँ पानी खाने ठाउँ छ क्या, यहाँ मूल भएर अनि यहाँ मूल यहाँ नामै यहाँ के भन्छ नि मुला भन्छन् कि यहाँ सबैले। अनि ट्याक्करलाई है अनि यहाँनिर देख्नुहुन्छ यिनीसँग ट्याक्करलाई है विवेकजी यता हुनुहुन्छ ल। हेर्नु न हाम्रो त नेट चाहिँ खतरनाक छ क्या, फेरि यस्तो नेट हेर्नु न के गरे मच्छरदानी गएर अनि ट्याक्करलाई अब केटाहरू अलि आउँदैछन्। अनि ट्याक्करलाई हामी अब एकछिन हल्का हल्का पास खेल्छौँ है। अनि के भन्छ नि यही नै हो अब यहीँ हामी खेल्छौँ ट्याक्करलाई है। त्यति धेरै ठुलो त छैन, मतलब सानो भनौँ। अनि सानो भनौँ खेल्नको लागि हल्का टाइम पास गर्नको लागि गाउँमा है यस्तै हो। राम्रो खेल्न चाहिँ राम्रो ठाउँ जानुपर्छ ट्याक्करलाई है यहाँनिर। केटाहरू है सबै आइरहेछन् क्या ट्याक्कर लाएर ल है त। अब एकछिनपछि मिल्छ है हजुरलाई। सो फाइनली गाइस अहिले चाहिँ हाम्रो चाहिँ के भन्छ रे ट्याक्कर लाएर भलिबल खेल्यो है। ट्याक्कर लाएर खतम भइगयो अनि जान्दाको केटाहरू आएको थियो पारि हाड अब खेलाएर केटाहरू आएको थियो। अनि हाम्रो गाउँको केटाहरू साथी ट्याक्कर लाएर है ऊ पनि एउटा भलगर हो। के छ नाम के छ? अनि अघि चाहिँ उसले बनाइरहेको थियो भलग अनि चाहिँ उसले सोध्दै थियो ट्याक्कर लाएर है केटाहरू ट्याक्कर लाएर यहाँ मुना अब ट्याक्कर लाएर अब मुखसुख धोएर हात खुट्टा धोएर जान्छौँ। अनि जस मजा आयो भनौँ होइन ट्याक्कर लाएर साथीहरू मिलेर है ल केटाहरू गइहाल्यो ल है त। छिट्टै भेट्नेछौँ हामी न्यू भिडियोको साथमा न्यू कन्टेन्टको साथमा। तपाईँसँग है जय हिन्द जय नेपाल। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। बाई।